Hello guys, it's my third day of NoFap challenge. अनि I'm going to share some experience and problems that I faced while I'm in this challenge. It's a fucking desire. दिनभरि त ठिकै छ हो, दिनभरि अब माइन्ड बिजी भइहाल्छ मेरो यताउता काम गर्दा। दिनभरि मान्छेहरुसँग गफ हुने हुन्छ, बोल्नु पाउँछ यताउता हो। बट बेलुका चाहिँ अब जब एक्लो हुन्छ तब चाहिँ अलिकति अब छिटो ट्रिगर हुने चान्सेस हुँदो रहेछ हो। जस्तै कि अब अहिले सजिलो छ फोनबाटै हो। फेरि अब यस्तो हुन्छ कि प्रब्लम छिटो सुत्नु पनि सक्दैन हो। अब माइन्डलाई बिजी गर्नुको लागि चाहिँ अब के गर्नुपर्छ रहेछ भन्दा चाहिँ मलाई त्यस्तो त थाहा भएन, तर म चाहिँ के गर्छु भने चाहिँ अब अलिअलि ऱ्याप गाउने प्र्याक्टिस गर्दै थिएँ हो। त्यही लिरिक्सहरू लेखेर माइन्ड बिजी गर्छु। अब त्यो लिरिक्सहरू लेख्दै त्यतिमै निन्द्राहरू लाग्छ। त्यहाँदेखिको चाहिँ निन्द्राले मजाले सुत्नु सक्छु। फेरि मजाले पनि सुत्नु सक्दिनँ। अब राति अब सपनामा यस्तो हुने चान्सेस हुन्छ कि अब हामीले जब गर्नु छोड्छ नि त अब नाइटफल हुने चान्सेस पुरा बेसी हुन्छ। किनकि अब माइन्डमै त्यो कुरा बसिसकेको छ नि त पर्न एडिक्सनको। अब त्यो हामीले मेन्टल इमेज क्रिएट भइहाल्छ सपनामा, ड्रिम्समा। जस्तै कि अब ह्याभिङ सेक्स होइन गरिरहेको, नेगेटिभपट्टि नै बेसी भइरहेको हुन्छ। नेगेटिभ अब सेक्सलाई नेगेटिभ त भन्न सक्दैन, तर एक्सेसिभ भयो भने त अब नेगेटिभ छै त्यसको साइड इफेक्ट्सहरू होइन। अन्त त्यही हो अब बिस्तारी ट्राइङ माई बेस्ट, हेरौँ के हुन्छ। Hope you guys all are well.